नमस्ते सम्पूर्णमा मैक्रो इकोनोमिक्स बीबीएस सेकेन्ड इयरको युनिट 5 ISLM एप्रोचबाट टियु को बोर्ड एक्जाममा मैक्सिमम सोधिराख्ने 10 मार्क्स या 15 मार्क्समा सोधिने क्वेसन लिएर आएको छु। न्यूमेरिकल क्वेसन हेर्नुस् त। लेट द स्ट्रक्चरल इक्वेसन फर द प्रोडक्ट मार्केट, हेर्नुस् एउटा के छ, प्रोडक्ट मार्केट एन्ड मनी मार्केट इन द नेप्लिज इकोनोमी फर 2013 वर गिवन एज फलो भनिदियो है। अब के छ यसमा, अब जहिले पनि याद गर्नुपर्छ। प्रोडक्ट मार्केट भनेको हाम्रो आइएस फंक्शन्स, अर्को मनी मार्केट भनेको एलएम फंक्शन्स हो। अब आइएस फंक्शन र एलएम फंक्शनबाट जानुपर्छ हामीले। यहाँ दिएको छ सी भनेर दियो, सी भनेको कन्जम्पसन फंक्शन्स, अर्को टी दियो, टी भनेको ट्याक्स फंक्शन, एमएसपी भनेको स्पेकुलेटिभ है फंक्शन्स भयो, अथवा स्पेकुलेटिभ डिमान्ड मान्दा भइहाल्यो। एमटी भनेको हाम्रो ट्रान्जेक्सन डिमान्ड भयो। अर्को आई भनेको इन्भेस्टमेन्ट, अर्को जी भनेको गभर्नमेन्ट, र अर्को हाम्रो एमएस भनेको टोटल मनी सप्लाई। यसरी हामीलाई दिएको छ भने अब नम्बर ए ले के भन्छ, कम्प्युट इक्विलिब्रियम आउटपुट एन्ड रेट अफ इन्ट्रेस्ट। इक्विलिब्रियमको आउटपुट पनि चाहियो र रेट अफ इन्ट्रेस्ट पनि चाहियो। अब कसरी निकाल्ने त हैन, हामीलाई क्वेसनले दिएको छ यहाँ एउटा प्रोडक्ट मार्केटबाट, अर्को मनी मार्केटबाट। अब हामी क्याल्कुलेसन अफ इक्विलिब्रियम आउटपुट एन्ड इन्ट्रेस्ट रेट भनेर राखिदिन सक्छौँ, जसमा हामीले फर आइएस फंक्शन्स, आइएस भनेको प्रोडक्ट मार्केटमा y इक्वल टु सी प्लस आई प्लस जी हुन्छ है। हामीले पार्ट 1 र पार्ट 2 मा अगाडिका भिडियोहरुमा भनिसकेका छौँ। जहिले पनि आइएस फंक्शन्स भनेको प्रोडक्ट मार्केट हो। प्रोडक्ट मार्केटमा हामीले y इक्वल टु सी प्लस आई प्लस जी पनि गर्न सक्छौँ, y इक्वल टु सी प्लस आई मात्रै गर्न पनि सक्छौँ। त्यो क्वेसनको नेचर अनुसार हुन्छ। अहिले हामीसँग सी आई र जी तीनवटै भ्यालु भएको कारणले गर्दा हामीले सी प्लस आई प्लस जी राख्यौँ। y को y भयो इक्वल टु सी, सी भनेको हामीसँग यहाँ हेर्नुहुन्छ सी को फंक्शन छ 200 प्लस 0.75 y माइनस टी हो। त्यस्तै गरेर अब राखिदिउँ प्लस आई, आई भनेको इन्भेस्टमेन्ट फंक्शन, यहाँ आई को भ्यालु छ कति 400 माइनस 2000 आई छ, त्यो भ्यालु राखिदिउँ प्लस अब जी, जी भनेको गभर्नमेन्ट हामीसँग यहाँ 400 बिलियन छ, 400 राखिदिउँ। अब हामीले सल्भ गर्छौँ यसलाई, y को y भयो इक्वल टु 200 को 200 प्लस को प्लस 0.75 को 0.75। अब y हैन त, यहाँ y नै निकाल्नु छ हामीलाई, त्यसकारण y को y नै एज इट इज बस्यो माइनस टी, टी भनेको ट्रान्जेक्सन फंक्शन्स अथवा यो ट्याक्स फंक्शन्स। यहाँ हेर्नु त टी को भ्यालु यहाँ चाहिँ 160 प्लस 0.2y छ, त्यही भएर यहाँ राखिदियो हामीले 160 प्लस 0.2y राखिदियौँ। अनि प्लस को प्लस 400 माइनस 2000 आई को 400 माइनस 2000 आई प्लस 400 को 400 छ। अब यसलाई क्याल्कुलेसन गर्छौँ, y को y 200 को 200 प्लस 0.75 को 0.75 भयो। अब यो y ले अब हामीले के गर्छौँ त भन्दाखेरिमा चाहिँ ब्राकेटमा हेर्दा y को y माइनसले ब्राकेट ओपन गर्छौँ, माइनस को माइनस, अब 160 को 160 माइनस प्लसले माइनस भयो, फेरि 0.2y को 0.2y प्लस अब यो 400 र यो 400 लाई जोड्दाखेरि 800 भयो, माइनस को माइनस 2000 आई को 2000 आई। ठीक छ। अब त्यसै गरी फेरि y को फेरि y नै हामीले एज इट राख्यौँ हो इक्वल टु 200 को 200 प्लस हेर्नुहोस् त 0.75 को 0.75। अब यो ब्राकेट भित्रको हामीले काम युज गर्छौँ। यहाँ y छ, y भनेको कति भन्दाखेरि 1 हो, 1y बाट माइनस 0.2y लाई के गर्छौँ घटाउँछौँ। 1 बाट 0.2 घट्यो कति आयो 0.8y आयो, माइनस को माइनस 160 को 160 है, प्लस 800 को 800 माइनस 2000 आई को 2000 आई भयो। अब फेरि अब हामीले के गर्छौँ त फेरि भन्दाखेरि 2000 को 200 को 200 नै भयो, प्लस को प्लस 0.75। अब यो 0.75 ले हामीले यसको ब्राकेट ओपन गर्छौँ, 0.75 इन्टु 0.8y गर्छौँ, आयो 0.6y, माइनस को माइनस 160 इन्टु 0.75 गर्दा आयो 120, प्लस को प्लस 800 को 800 माइनस को माइनस 2000 आई को 2000 आई भयो। अब फेरि y को y, अब हेर्नुहोस् त अगाडि एउटा y छ, पछाडि पनि एउटा y छ। अब यो प्लस y लाई अगाडि लाँदा के हुन्छ माइनस हुन्छ, सो y को y प्लस माइनस 0.6y इक्वल टु अब पछाडि 200 को 200 एउटा 200 बस्यो, अर्को
120 अर्को 800 अब यो तीनटालाई हामीले जोड घटाउ गर्छौं 200 माइनस 120 प्लस 800 गर्दाखेरि 880 भयो माइनस 2000 i को 2000 i नै बस्यो अब y बाट 0.6 y लाई घटाउँछौं हामी कति आयो 0.4 y y मात्र भनेको 1 हो 1 बाट 0.6 घटाउँदा 0.4 भयो इक्वल टु 880 माइनस 2000 i को 2000 i भयो अब यो केही नभएपछि केमा छ यहाँ 0.4 y भनेको यो मल्टिप्लाईमा हो मल्टिप्लाई उता जाँदा के हुन्छ डिवाइड हुन्छ सो y को y इक्वल टु 880 डिवाइडेड बाइ 0.4 माइनस को माइनस 2000 i डिवाइडेड बाइ कति छ 0.4 छ देयरफोर y को y भयो इक्वल टु अब 880 लाई 0.4 ले डिवाइड गर्दा 2200 आयो माइनस 2000 लाई 0.4 ले डिवाइड गर्दा 5000 आयो i को i भयो यो एउटा इक्वेसन बन्यो भनेको मतलब यो हाम्रो के त प्रोडक्ट मार्केटको इक्वेसन आयो हो त्यसैगरी हामीलाई अब कासको चाहियो त मनी मार्केटको अब हामीले देख्न सक्छौं मनी मार्केटको इक्वेसन है त मनी मार्केटको इक्वेसन जसमा मनी मार्केट भनेको हाम्रो lm फंक्सन हो यहाँ जहिले पनि ms = md हुन्छ ms भनेको हाम्रो मनी सप्लाई बराबर मनी डिमान्ड हुन्छ यो s भनेको सप्लाई d भनेको डिमान्ड हो अब क्वेशनमा हेर्ने क्वेशनले md भनेर अलरेडी दिएको छ भने के नगर्ने md भनेर दिएको छैन भने याद गर्नुपर्छ हामीले ms को ms = md भनेको चाहिँ कसरी आउँछ त mt + msp गरेर निकाल्न सकिन्छ सो हामीले 6ms अब ms कति भन्दाखेरि यहाँ क्वेशनमा हेर्न सक्छौं हामीले हेर्नुस् त यहाँ क्वेशनमा ms को छ 600 को 600 राख्दियौ बराबर mt अब mt कति भन्दाखेरि यहाँ छ mt हेर्नुस् त mt 0.5y छ यहाँ 0.5y राख्दियौ प्लस msp अब msp को चाहिँ हेर्नुस् त msp को भ्यालु छ 200 माइनस 2500 i त्यही 200 माइनस 25 i गर्दियो 600 को 600 इक्वल टु 0.5y को 0.5y प्लस को प्लसले अब हामीले के गर्छौं ब्र्याकेट खोल्दाखेरि प्लस 200 को प्लस 200 प्लस माइनस माइनसै भयो 2500 को 2500 i नै i भयो अब हामीले फेरि के गर्छौं भन्दाखेरि यता अब यसको भेरिएबल हेर्छौं यहाँ 600 छ यहाँ 200 छ यहाँ y छ यहाँ नि i छ भने अब हामीले यो 600 अब यो प्लस 200 लाई अगाडि ल्यायो माइनस 200 भयो हैन यो माइनस i अगाडि आउँदाखेरि प्लस 2500 i भयो बराबर 0.5y भयो अब 6 माइनस 2 भनेको कति भयो 400 भयो 2500 i को प्लस 2500 i बराबर 0.5y फेरि यो y को इक्वेसन बनाउँदाखेरि हामीले y लाई अगाडि राख्नु पर्छ y = 0.5 मल्टिप्लाई यता आउँदा डिवाइड हुन्छ 400 डिवाइड बाइ 0.5 प्लस 2500 डिवाइड बाइ 0.5 गर्दाखेरि अब आयो y को y भयो 400 डिवाइड बाइ 0.5 गर्दा 800 आयो प्लस 2500 लाई 0.5 ले भाग गर्दा 5000 आयो i को i भयो यो दोस्रो इक्वेसन भयो अघि हाम्रो इक्वेसन चाहिँ y = 200 माइनस 5000 i यहाँ y = आयो 800 प्लस 5000 i अब माथिको भयो प्रोडक्ट मार्केट यो भयो मनी मार्केट है अब मनी मार्केट र प्रोडक्ट मार्केटलाई के गर्ने अब इक्विलिब्रियम गर्ने बराबर गराउने सो हामीले भन्छौं फर इक्विलिब्रियम is = lm is भनेको प्रोडक्ट मार्केट lm भनेको मनी मार्केट दुईटालाई इक्वल गर्छौं अब यो अहिले आको इक्वेसन 1 हाम्रो यो भयो इक्वेसन 2 यो भयो दुईटालाई बराबर गर्दाखेरि 2200 माइनस 5000 i बराबर 800 प्लस 5000 i अब यो 2200 र अब यो 800 लाई सँगै राख्ने यो i बर i भएकोलाई सँगै राख्दिने 2200 अगाडि छ इक्वल टु भन्दा पछाडी 800 चाहिँ प्लस छ भने अगाडि आउँदा के भयो माइनस भयो बराबर पछाडी 5000 i अगाडिको माइनस 5000 जाँदा प्लस 5000 i भयो 2200 मा 800 घट्दा 1400 भयो बराबर 5 र 5 10000 i भयो i को भ्यालु निकाल्दा अब के गर्ने मल्टिप्लाई यता हुँदा डिवाइड हुन्छ सो i = 1400 लाई कतिले 10000 ले भाग गर्दा कति आयो 0.14 आयो 0.14 भनेको कति पर्सेन्ट हो 14% हो यसैगरी हामीले i को भ्यालु निकाल्न छौं यो भनेको बल्ल इन्ट्रेस्ट रेट आयो अब हामीलाई आउटपुट पनि भनेको छ अब देन अब तपाईले हामीले के गर्ने भन्दाखेरि पुटिङ द भ्यालु अफ i भनेको
यो क्वेसनमा आएको यो आई को भ्यालुलाई अब हामीले कुनै एउटा इक्वेसनमा राख्छौं त्यसकारणले पुटिङ द भ्यालु अफ आई इन इक्वेसन 1 मा राख्दिने अथवा तपाईले इक्वेसन 2 मा राख्न पनि सक्नुभयो जुनमा राखे पनि हुन्छ किनकि बराबर आउँछ इक्वेसन 1 भनेको y = हाम्रो 2200 - 5000 आई छ जुन हामीले यहाँ इक्वेसन 1 भनेर निकालेका छौं यहाँ सक्नु तपाईले यो इक्वेसन 1 मा राख्दाखेरि 2200 - 5000 आई 2200 को 2200 - 5000 को 5000 अब यहाँ केही नभएपछि इन्टु आई भनेको कति छ 14% 14% भनेको यहाँ आएको छ यहाँ हाम्रो लास्टमा हेर्नुस् है यहाँ यो 14% भनेको 0.14 राख्दाखेरि हाम्रो 22 को 22 माइनस यो दुईटा मल्टिप्लाई गर्दाखेरि 700 भयो 2200 मा 700 गर्दा कति आयो 1500 बिलियन आयो हो इक्वेसन 1 मा राख्यो अब होइन इक्वेसन 2 मा राख्छु भने नि त्यही आउँछ हैन इक्वेसन 2 भनेको यहाँ हेर्नुस् तपाईले y = 800 + 5000 आई छ यहाँ राख्दै y = 800 + 5000 आई 800 को 800 प्लस को प्लस 5000 इन्टु आई भनेको त्यही 14% 0.14 यही चाहिँ राख्दाखेरि हाम्रो कति आयो त 800 प्लस यो मल्टिप्लाई गर्दा 700 गर्दा 1500 बिलियन हैन त दुईटा बराबर सही छैन त छ हो हुनै पर्छ है सो लास्टमा लेख्दिने हिन्स इक्विलिब्रियम रेट अफ इन्ट्रेस्ट एन्ड लेभल अफ इन्कम आर 14% एन्ड ₹1500 बिलियन रेस्पेक्टिभली भनेर हामीले राखिदिन्छौं यति गरेपछि हाम्रो पार्ट ए सकियो अब यसै गरी पार्ट बी को क्वेशनमा हेर्ने के भन्छ त अब पार्ट बी मा छ इट इज रियलाइज दैट नेप्लिज इकोनोमी इज ट्र्याप्ड इन इन्फ्लेसन नेप्लिज इकोनोमी चाहिँ अहिले इन्फ्लेसन को ट्र्यापमा परेको छ भने इन अर्डर टु रेभेन्यू इन्फ्लेसन गभर्नमेन्ट अफ नेपाल हैज इम्प्लिमेन्टेड रेस्ट्रिक्टिभ फिस्कल पोलिसी एन्ड डिक्रिज इट्स प्लान्ड एक्सपेन्डिचर बाई 200 अब यहाँ चाहिँ भने कि गभर्नमेन्ट अफ नेपाल भनेको गभर्नमेन्टले चाहिँ हाम्रो डिक्रिज इन एक्सपेन्डिचरलाई घटायो कतिले बाई 200 बिलियनले घटायो अब घटायो भने माइनस गर्ने बढायो भने के गर्ने प्लस गर्ने है इन्क्रिज बाई र डिक्रिज बाईमा याद गर्ने इन्क्रिज बाई भन्छ भने जोड्नु पर्छ डिक्रिज बाई भन्यो भने घटाउनु पर्छ कसलाई घटाउने भन्दाखेरि गभर्नमेन्ट अफ नेपाल हैज इम्प्लिमेन्टेड रेस्ट्रिक्टिभ फिस्कल पोलिसी एन्ड डिक्रिज इट्स एक्सपेन्डिचर घटायो भनेपछि 200 अब हेर्ने गभर्नमेन्ट भनेको जी हो यहाँ माथि हेर्नु जी छ जी कति छ कि 400 बिलियन छ भने अब 200 ले के गरे रे घटायो बाई भन्ने छ भने घटायो भने अब 400 मा 200 ले घटाउँदा कति हुन्छ अब 200 राख्न पर्यो जी को भ्यालु NRB has also supported to GON and decreased money supply by ₹200 billion. अब हेर्नुस् decrease money supply भनेको MS अघि MS को भ्यालु हेर्ने MS को भ्यालु हेर्नुस् कति छ 600 बिलियन छ हो यो 600 बिलियनमा फेरि 200 घटाउने कति हुन्छ अब 400 बिलियन राख्नु पर्यो त्यसो भने व्हाट विल बी द सिमुल्टेनियस इफेक्ट अन इक्विलिब्रियम आउटपुट एन्ड रेट अफ इन्ट्रेस्ट त्यसो भए तपाईको फेरि इक्विलिब्रियम को आउटपुट र रेट अफ इन्ट्रेस्टमा कस्तो सिमुल्टेनियस इफेक्ट आउँछ त भन्छ अब फेरि यसलाई हामीले क्वेशन नम्बर बी मा लेख्दियौ हामीले अकॉर्डिङ टु गिवन क्वेशन है अकॉर्डिङ टु क्वेशन को आधारमा न्यू गभर्नमेन्ट एक्सपेन्डिचर है नयाँ गभर्नमेन्ट एक्सपेन्डिचर चाहिँ जी निकाल्न पर्यो जी इक्वल टु के छ त 400 - 200 इन्क्रिज भन्यो भने जोड्ने डिक्रिज भन्यो भने घटाउने सुरुमा हामीसँग 400 थियो गभर्नमेन्ट अब 200 ले घट्यो भनेपछि कति भयो अब 200 बिलियन भयो त्यस्तै न्यू मनी सप्लाई जसलाई हामीले एमएस पनि भन्छौं अथवा एम मात्रै भन्नै पाइयो एमएस को भ्यालु 600 - 200 600 मा 200 घट्यो किनकि क्वेशन डिक्रिज भनेको छ त्यो कति आयो 400 आयो भने अब मात्रै हाम्रो यो जी र एमएस को भ्यालु मात्रै चेन्ज भयो बाँकी सबै प्रोसेस के हुन्छ सेम नै हुन्छ सो अब जान्छौं हामी फेरि फर आईएस फंक्सन भनेको प्रोडक्ट मार्केट भयो हैन y = c + i + g भयो अब y = अब c को भ्यालु अब यहाँ छ त हामीसँग अलरेडी हामीले अगाडि निकालिसकेका छौं नि त अब हेर्नुस् है c को भ्यालु कति हो भन्दाखेरि हेर्नुस् त यहाँ हामीले अगाडि पार्ट ए मा गरेका थियौं नि यही हो भ्यालु यो c को भ्यालु सबै c को भ्यालु हेर्दै 200 + 0.6y - 120 यो भनेको c को भ्यालु भयो नि त c को भ्यालु भनेको हामीले यो माथिको सबै क्याल्कुलेसन गरे यो c को पार्ट भनेको यो पार्ट हो हैन यो पार्टलाई हामीले क्याल्कुलेसन गर्दै जाँदाखेरि यो पार्टहरुलाई क्याल्कुलेसन गर्दै गयौं नि त हो यहाँबाट आएको भ्यालु यो भयो अनि त्यसैमा हामीले अब फेरि
आई को भ्यालु राखिदेऊ आई को भ्यालु त 400 माइनस 2000 आई नै छ प्लस अब भ्यालु जी को भ्यालु चाहिँ अब यहाँ आयो जी को भ्यालु कति आयो त 200 आयो त्यही 200 राखिदेऊ क्याल्कुलेसन गर्दाखेरि यो 0.6 प्लस अगाडि जाँदा माइनस भयो y माइनस 0.6 y बराबर अब यो फेरि यो 200 120 र 400 अनि 200 लाई हामीले जोड घटाउ गर्छौं यो 200 माइनस 120 प्लस 400 प्लस 200 गर्दा कति आयो 680 आयो माइनस 2000 आई को 2000 आई भयो फेरि y बाट 0.6 y गर्दा 0.4 y भयो किनकि y मात्रै भनेको 1 भयो बराबर 680 को 680 माइनस को माइनस 2000 आई को 2000 आई भयो हो कि हैन अब 0.4 y छ भने अब यो y मल्टिप्लाईमा हो नि त भनेपछि y बराबर यसलाई लगेर डिभाइड गर्ने 680 बाइ 0.4 माइनस 2000 डिभाइड बाइ 0.4 आई को आई भयो डिभाइड गर्दा y बराबर 680 बाइ 1700 माइनस यसलाई 680 लाई 0.4 ले भाग गर्दा 1700 आयो माइनस 2000 लाई 0.4 ले भाग गर्दा कति 5000 आयो फेरि एउटा इक्वेसन बन्यो त्यस्तै गरी फेरि अर्को इक्वेसनमा हामीले फर एलएम इक्वेसनमा फेरि आएको सेम कन्डिसन एमएस इक्वल टु एमडी अब एमएस अघि हामीसँग क्वेसनमा कति त 600 थियो भने अब कति मात्रै हुन्छ 400 किनकि हाम्रो यहाँ क्वेसनमा चेन्ज भएर कति आइसक्यो अब 400 आइसक्यो सो अब यहाँ 400 बराबर फेरि 0.5 y भनेको एमटी को भ्यालु भयो प्लस एमएसपी भनेको अघि नै छ हामीसँग 200 माइनस 2500 आई छ हैन फेरि यो प्लस 200 अगाडि गएर माइनस हुन्छ त्यही भएर 400 माइनस 200 बराबर 0.5 को 0.5 माइनस को माइनस 2500 को 2500 आए फेरि 400 माइनस 200 भनेको 200 भयो हैन बराबर 0.5 y माइनस को माइनस 2500 आई भयो अब हामीले के गर्ने त हामीलाई y को भ्यालु निकाल्नु पर्यो 200 को 200 यो माइनस आई 2500 आई अगाडि जाँदा प्लस 2500 आई बराबर 0.5 y भयो अब यो मल्टिप्लाई यता डिभाइड हुन्छ त्यसैगरी फेरि 200 लाई 0.5 ले भाग गर्ने प्लस 2500 बाइ 0.5 गर्दा बराबर y भयो यसो गर्दा y बराबर 200 बाइ 0.5 गर्दा 400 2500 बाइ 0.5 गर्दा 5000 आयो फेरि अब हामीले फेरि यो इक्वेसन 1 र 2 लाई गर्ने सेम प्रोसेसले अब इक्वल गर्दै जाने फेरि यसरी फर इक्विलिब्रियम IS इक्वल टु LM IS भनेको इक्वेसन 1 बाट आएको छ 1700 माइनस 5000 आई बराबर LM भनेको 400 प्लस 5000 आई अब फेरि यसलाई क्याल्कुलेसन गर्दा आई लाई सँगै राख्नु पर्यो 1700 यो प्लस अगाडि जाँदा माइनस 400 भयो बराबर पछाडी 5000 आई छ अगाडि माइनस पछाडी जाँदा प्लस आई भयो 5000 भयो 1300 मा 400 सरी 1700 मा 400 गर्दा 1300 बराबर 5000 मा 5000 जोड्दा 10000 आई को बराबर 1300 लाई अब 10 ले भाग गर्दैन पर्यो बराबर आई देयरफोर आई बराबर कति आयो 13% आयो अब त्यसै गरी हामीले यो आको भ्यालुलाई चाहिँ कुनै एउटा इक्वेसन राख्ने 1 अथवा 2 जुनमा राखे पनि हुन्छ अब मैले फेरि पुटिङ द भ्यालु अफ आई इन इक्वेसन 1 मा राख्दियो इक्वेसन 1 भनेको y इक्वल टु 1700 माइनस 5000 आई छ 17 को 1700 माइनस 5000 इन्टु आई भनेको 0.13 यो यहाँ आएको एन्सर भयो यो एन्सर भयो अनि क्याल्कुलेसन गर्दा 1700 को 1700 माइनस को माइनस 5000 इन्टु यो गर्दाखेरि 650 घटाउँदाखेरि 1050 बिलियन भयो हो त्यसैगरी तपाईले इक्वेसन 2 मा राख्यो भने यति नै आउने भयो लास्टमा लेखिदिने आन्सर हिन्स इक्विलिब्रियम रेट अफ इन्ट्रेस्ट इज 13% एन्ड लेभल अफ इन्कम इज रुपीज 1050 बिलियन भनेर राखिदिसकेपछि हाम्रो लङ क्वेसन कभरेज हुन्छ हस् त धन्यवाद यदि तपाईहरुलाई भिडियो मन पर्छ भने यस्तै भिडियो फेरि हेर्नका लागि तपाईहरुले कमेन्ट गर्दिनु होला लाइक गर्दिनु होला र सब्स्क्राइब पनि गर्दिनु होला धन्यवाद